गल्ती छ। किन यो बुझाइ आयो भनेदेखिलाई हाम्रो शब्दावली, हामीले कसरी बोल्न थाल्यौँ चर्चमा, ल अब हामी वर्शिपमा जानेछौँ भनेपछि हामी के गर्छौँ, गिटार पक्रिन्छौँ, म्युजिक बजाउँछौँ। अनि त्यसले चाहिँ कस्तो बुझाइ आयो, ओके सो म्युजिक इज वर्शिप भन्ने कुरा बुझाइमा आएको छ, जो गलत छ है। हामी नेपालमा अहिले हामीले स्तुति अनि भक्ति या त स्तुति अनि प्रशंसा या प्रेज एन्ड एडोरेसन भन्छौँ। तर वर्शिप चाहिँ सम्पूर्ण सर्भिस हो। सुरुको प्रार्थना पनि वर्शिप हो। त्यो प्रार्थनाको बलिदान हिजो हामीले सिक्दै थियौँ। सुरुको प्रार्थना पनि के हो, नयाँ करारको पुजारीले चढाउनु पर्ने आराधनाको अभिव्यक्ति स्वरूप बलिदान हो, जो येशूको नाउँद्वारा चढाइन्छ। सो प्रार्थना पनि बलिदान, आराधनाको अभिव्यक्ति हो। सुरुको प्रार्थनादेखि अन्तिम प्रार्थनासम्म सबै वर्शिप हो है। भजन गाउनु पनि वर्शिप हो, वचन खोलेर पाठन गर्नु वर्शिप हो, भेटी चढाउनु वर्शिप हो, सबै आराधना हो। इनफ्याक्ट आराधना सुरु हुनुभन्दा अगाडि तपाईँको जीवन कस्तो थियो त्यो पनि आराधना हो। अनि चर्च सकेर तपाईँ घर जाँदै गर्दा कस्तो हुन्छ त्यो पनि आराधना हो। अनि हप्ताभरि तपाईँ कस्तो जीवन जिउनुहुन्छ त्यसले प्रमाण गर्छ तपाईँ आराधक हो कि होइन। किनभनेदेखिलाई चर्चभित्र चाहिँ म आफै पनि 18 वर्ष भयो स्तुति प्रशंसा अगाडि गरेको। चर्चभित्र पसेपछि हामीलाई लागेको बानी धेरै धार्मिक गतिविधिहरू नसोची आफै गर्नु आउँछ, लागेको बानी हो है। हामीलाई सही गीत छान्नुमा आउँछ है, के प्रार्थना गर्नु सब आउँछ, हामीलाई कसरी गाउनु सब आउँछ। यत्रो वर्षदेखि लागेको बानी, जो गलत भनेको होइन, एकदम राम्रो हो। चर्चभित्र असल कुराहरूको बानी लाग्नु एकदम राम्रो। तर आराधनाको सरोकार चाहिँ तपाईँको हृदयको रहर र प्रेमहरूसँग छ। त्यस कारणले गर्दाखेरि आराधना भनेको चाहिँ चर्चभित्र मात्रै होइन, तर 6 दिन तपाईँ कसरी जिउनुहुन्छ त्यो आराधना हो। अहिले हामी त्यसलाई हेर्नेछौँ है। आराधक भनेको चाहिँ चर्च पस्नुभन्दा अगाडि चर्च सकेपछिको मान्छे हो। म जहिले पनि भन्ने गर्छु है, आराधक चाहिँ त्यो हो जो उसलाई कसैले क्रिस्चियन हो भनेर नचिन्ने सहरमा जान्छ र पवित्र जीवन जिउँछ, त्यो चाहिँ आराधक हो है। आराधक भनेको चाहिँ सन्डे स्कुलमा माहौल भइन्जेल, फ्यामिलीमा माहौल भइन्जेल, चर्चमा माहौल भइन्जेल आराधना गर्ने मान्छे होइन। तर जब युनिभर्सिटी जान्छ त्यहाँ आराधनाको माहौलै हुँदैन, छेउको साथीले पनि गाउँदैन, प्रोफेसर पनि एथिस्ट नास्तिक, त्यति बेला पनि जब आराधना गरिराख्नुहुन्छ त्यो चाहिँ आराधक हो। हाम्रो धेरै आराधनाहरू चाहिँ नि धर्म कर्म गतिविधि र माहौलमा आधारित छन्, जो चाहिँ त्यसलाई सुधार्नु पर्ने हुन्छ हामीले। सो चर्चमा अहिले भर्खर हामीलाई यहाँ टिमले उभिएर गीतहरूमा अगुवाई गर्ने, यो के गर्नुभएको उहाँले भन्नुहोस् त, आराधना गर्नुभएको, तर कसरी, स्तुति प्रशंसा गरेर अनि सङ्गीतद्वारा आराधना गर्नुभएको। त्यस कारणले सङ्गीतमा र गाउने बजाउने वरदान भएकोहरूले चाहिँ हामीलाई अगाडि उभिएर गाएर स्तुति गरेर आराधना गर्न उनीहरूले हामीलाई अगुवाई गर्छ, त्यो उहाँको वरदान हो। तर आराधक चाहिँ बजाउने मात्रै होइन, बजाउनु नजान्ने, गाउनै नजान्ने पनि सब आराधक हो। एलिसा त कहाँ म्युजिसियन थिएन नि त, ऊ त हलो जोत्ने किसान थियो, तर उसले परमेश्वरलाई आराधना गरेन र गरे नि। अब्राहमले त्यो काठको थाकमा वेदीमा आफ्नो छोरालाई बलि गर्नलाई राख्यो, उसले कुनै म्युजिक त बजाएन। पावलले कहिले पनि इन्स्ट्रुमेन्ट बजाएको कुरा हामी पाउँदैनौँ है। तर सबैजनाको के हो, आराधक हो। आफ्नो आफ्नो क्षेत्रमा, आफ्नो आफ्नो ठाउँमा गाएर गर्नेहरूले गाएर गर्छ, मिठो आराधना, प्रेज द लर्ड। तर त्यो चाहिँ आराधना, आउनुहोस् हामी आराधनामा जाउँ। अब आराधनालाई यहीँ राख्नेछौँ, यो भाषै मिलेन क्या, आराधना कहिले सकिँदैन हेर्नुहोस् है। त्यस कारणले बुझ्नुहुँदैछ मैले के भन्दैछु। अब यो एकदम इम्पोर्टेन्ट कुराहरूमा तपाईँलाई लाँदैछु मैले भनेको कुरा आत्मिकी सुनिँदैन, संसारिक सुनिन्छ, तर महाआत्मिक कुराहरू हो। यो मलाई बुझ्न 20 वर्ष लागेको मेरो यात्रा है, मिठो कुराहरू छ यहाँनिर। फर्स्ट के हामीले चर्चभित्र भेला भएर गर्ने जुन चाहिँ आइतबारको 2 घन्टाको आराधना सभा छ त्यो, र 6 दिनसम्म तपाईँ गएर कम्पनीमा काम गर्नुहुन्छ, यो 2टा कुरा कनेक्टेड छ कि छैन, यो 2टा जीवन जोडिएको छ कि छैन। तपाईँको आराधना यहाँबाट निस्किँदा छुट्टिन्छ कि, तर तपाईँले गएर गर्दै गरेको जागिर पेसा पनि आराधनाकै अभिव्यक्ति हो कि, यी सबै कुराहरू कनेक्टेड छ कि छैन यसलाई हामी हेर्नेछौँ। छिटो जानेछौँ। प्राचीन, मैले घडी यहाँ राख्नु पऱ्यो एकछिन ल, यसै गोली पठाउँदैछ कि। लास्ट एजेन्टले फेरि मलाई है तलबाट
अर्को पास्टर एटेन्डले अर्को पास्टर एटेन्डलाई लालबन्दीको हेराइले हेरिहाल्यो अप्ठ्यारो हेराइ है। ओके, सो प्राचीन समयमा ग्रिक सभ्यताले भन्थेछ आराधना पूजा चाहिँ पवित्र हो, तर पेसा चाहिँ संसारिक हो, गैर पवित्र हो, त्यसमा कनेक्सनै छैन। उनीहरूको विचार त्यस्तो थिएछ। मन्दिर ईश्वरको ठाउँ हो, कार्यक्षेत्र संसारको ठाउँ हो, सेक्युलर हो, नन क्रिस्चियन हो, गैर आत्मिक हो। त्यसपछि मोडर्न्सहरू आयो, प्रायः जस्तो नास्तिकहरू जन्मिँदै गयो है, साइन्टिफिक चाहिँ एडभान्समेन्ट हुँदै गयो, धेरै एग्नोस्टिक ईश्वर छैन भन्नेपट्टि जान थाल्यो, विज्ञान ठुलो भन्न थाल्यो। उनीहरूले के भन्नु थालेछ, आराधना पूजा भन्ने त्यस्तो कुरै छैन, केवल काम मात्र छ, काम गर गरी खाऊ, त्यो ईश्वर छ, आत्मिक संसार त्यो गरिबस्ने काम छैन। उनीहरूको भनाइ चाहिँ त्यो। त्यहाँदेखि त्यसपछि अरू धर्महरू आयो, एनिमिस्टहरू भन्छ, ओभरअल स्पिरिचुअलिजम। उनीहरूले चाहिँ के भन्नु थाल्यो भनेदेखिलाई नि काम चाहिँ देवताहरूको सराप हो। हामी चाहिँ इन्ट्रेस्टिङ छ, काम चाहिँ ईश्वरले दिएको सराप हो, तर पूजा आराधनाले चाहिँ त्यो सरापलाई झेल्न अलिक सजिलो बनाइदिन्छ। यो चाहिँ कहीँ कतै चर्चमा यो विचार पसेको जस्तो मलाई महसुस हुन्छ है। कस्तो भनेदेखिलाई मैले यसो डायलग सुन्दै हुर्केको हामी, आदम र हवाले रड्डी गरे नि हौ, आदम र हवाले पाप नगरेको भए त हामी त फल खाँदै बसिरहेको हुन्थ्यो, कहाँ यसरी काम गर्नु पर्थ्यो भनेको सुनेको छु क्या मैले। हामी सानो हुँदा ठुलोहरूले भनेको पनि सुनेको छु। हो कि साँच्ची नै आदम र हवाले पाप नगरेको भए त काम गर्नै पर्थेन नि हौ, फल खाँदै बसाइ हुन्थ्यो, आरामको जिन्दगी हुन्थ्यो। तर कति गलत रहेछ। किन भन्नुहोस् त, परमेश्वरले नि काम भन्ने कुरा त आदम र हवाले पाप गर्नुभन्दा अगाडि नै पो दिनुभएको रहेछ त। हेर्नुहोस् है, अब कामको सुन्दरता, कामको बोलावट कति महत्त्वपूर्ण छ यो कुरालाई। र हामी सम्झिन्छौँ आज हामीले मलेसियामा आएर यति दुःख गर्नु परेको चाहिँ शराबको कारणले भनेको जस्तो हामीलाई लाग्छ। तर म तपाईँलाई भन्न चाहन्छु, मान्छेलाई बनाएर कामको आज्ञा र जिम्मा चाहिँ परमेश्वरले दिनुभएको हो। त्यो चाहिँ पाप आउनुभन्दा अगाडि यति नै हो। पापले चाहिँ कामलाई अलिक साह्रो बनाइदियो, पापले चाहिँ लगानी गरेको हिसाबले अलिक नफल्ने स्थिति भयो, निधारको पसिना चुहाउनु पर्ने भयो। तर काम आफैमा चाहिँ सुन्दर अभिव्यक्ति हो के को, आराधनाको, परमेश्वरको आज्ञा र बोलावट हो। यो इन्ट्रेस्टिङ छ है। हेर्नुहोस् है, र आइतबारको दिन हामी चर्चमा आउँछौँ, तपाईँ नि म आइतबारको दिन चर्चमा चाहिँ हप्ताभरिको यो झ्याउ लाग्दो, अल्छी लाग्दो, संसारिक है, यो सेक्युलर काम गरेर ओहो म त ढल्छु होला भनेर आइतबार चाहिँ एकछिन तपाईँ कोल्ड ड्रिङ्क्स खानु आएको जस्तो, आत्मालाई अलिकति फ्रेस बनाउनु आएको जस्तो चाहिँ यो बुझाइ गलत छ। हेर्नुहोस् है, आइतबार जब तपाईँ चर्च आउनुहुन्छ, सामूहिक आराधना मान्छेहरूसँग भेला भएर तपाईँले दाजुभाइ दिदीबहिनीसँग सामूहिक आराधना गर्नुहुन्छ। के को लागि? हप्ताभरिको योभन्दा इम्पोर्टेन्ट, यो हप्ताभरिको यत्तिकै इम्पोर्टेन्ट आराधनामा तपाईँलाई अब यो सङ्गतिले चाहिँ फर्काएर लगिदिन्छ। त्यो आराधना चाहिँ हो तपाईँको कार्यक्षेत्रको आराधना। बिली ग्रामले के भनेको थियो भनेदेखिलाई नि अबको रिभाइभल चाहिँ वर्क प्लेसमा आउनुपर्छ। अबको रिभाइभल चाहिँ कहाँ आउनुपर्छ अरे, कहाँ आउँदैछ उसले भनेको थियो यो कुरा, मान्छेको कार्यक्षेत्रमा चाहिँ अब रिभाइभल आउँदैछ। अनि त्यसै कारणले होला साउथ कोरियाले यो कुरालाई लियो। साउथ कोरिया नेपाल भन्दा पनि तल्लो दर्जामा थियो 80 वर्ष अगाडि। तर साउथ कोरियामा सुसमाचार मात्रै गएन, धार्मिक सुसमाचार मात्रै गएन, तर कामको बारेमा शिक्षा पनि गएको कारणले त्यो देशमा कामलाई इज्जत गर्न थाल्यो। सानो काम ठुलो काम छुट्याउनु छोड्यो, सबैजना अल्छे भएन, मेहनती भयो। चर्चमा मात्रै होइन, कार्यक्षेत्रमा पनि उत्कृष्ट लगानी गर्ने, इमान्दार हुने र देश पनि विकास भएर गयो। हेर्नुहोस् है, तर हाम्रो नेपालमा चाहिँ एकतर्फी धर्मीकरण, धार्मिक सुसमाचार मात्रै आएको छ। अब अहिले बिचमा अलिक चर्चा गर्दै जान्छु यसमा। हेर्नुहोस्, किन भनेदेखिलाई कामलाई चाहिँ हामीले कसरी हेर्न थाल्यौँ भनेदेखिलाई यो चाहिँ सराप हो, यसमा केही छैन आराधनाको इन्ग्रेडियन्ट। तर म तपाईँलाई यो बुझाउन चाहन्छु बाइबल वचनबाट कि तपाईँको असल पेसाहरू सबै आराधना हो। एउटा शब्द म तपाईँलाई दिन चाहन्छु हिब्रूमा, यो शब्दको नाम हो अबोधा। सबैले अबोधा भन्नुहोस् त। अबोधा। ओके, अबोधा भन्ने शब्द के हो? हामी यसलाई अलिकति स्टडी गरौँ। अबोधा भन्ने शब्द चाहिँ बाइबलमा 289 पल्ट चलाएको छ, 289 टाइम्स।
है पुरानो करारमा चलाएको छ 289 टाइम, 289 पल्ट अबोधा। अबोधाको अर्थ के हो भनेदेखिलाई नि अबोधा भनेको चाहिँ आराधना, सेवा र काम। तीनटै शब्दको लागि बाइबलमा तीनटै अर्थको लागि एउटै शब्द चलेको छ अबोधा। फरक फरक शब्द छैन। केही पदहरू हेरौँ, थुप्रो छ तर केही पदहरू। उत्पत्ति 2 अध्याय खोलिदिनुहोस् न सबैजनाले, जेनेसिस च्याप्टर 2 उत्पत्ति 2 अध्याय। उत्पत्ति 2 को 5 एकजनाले पढिदिनुहोस् न। 2 को 5। भूमिमा एउटै पनि वनस्पति थिएन र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्वरले पृथ्वीमा पानी बर्साउनु भएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन। हुन्छ, धन्यवाद। यो खनजोत भन्ने शब्द सुन्नुभयो? खनजोत गर्नु भनेको के भन्नुहोस् त? काम हो नि त। खन्नु निकै परिश्रम हो नि त, खन्नु जोत्नु। द्याट मिन्स त्यो नेचुरली त्यो प्राकृतिक रूपमै फाइनल स्टेजमा छैन, कच्चा पदार्थ छ, त्यसमा मेहनत गरेर त्यसलाई विकास गर्नुपर्छ, राइट? सो खनजोत भन्ने शब्द जुन चाहिँ छ नि यो अबोधा भन्ने शब्द, अबोधा। हिब्रू बाइबलमा तपाईँले हेर्नु अबोधा लेखेको छ है। दोस्रो पद 2 को 5 पढ्नुभयो, 15 पनि पढिदिनुहोस् न, बहिनीले पढिदिनुहोस्। 15 2 को 15। परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभयो, त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। अच्छा, गोडगाड सुन्नुभयो शब्द? अघि खनजोत, अहिले गोडगाड गर्नु भने के हो? हात माटोमा छुवाउनु पर्यो है। गोडगाड भन्ने शब्द पनि कुन हो? अबोधा है। यो शब्द याद गरिराख्नुहोस्, अबोधा। अब दाजुभाइहरूबाट एकजनाले प्रस्थान 34 को 21 पढिदिनुहोस् न। प्रस्थान 34 को 21। 6 दिनसम्म आफ्ना कामकाज गर्दै रहनु, तर 7औं दिनमा चाहिँ विश्राम गर्नु, हलो जोत्ने र कटानी गर्ने समयमा पनि विश्राम गर्नु। ओके, 6 दिनसम्म के गर्नु अरे? हो, कामकाज भनेको के हो भन्नुहोस् त? 6 दिनसम्म कामकाज के हो? व्यवहारिक कामहरू हो नि, दिनहुँको मिलाउने, छिमोल्ने, सफा गर्ने है। र यो शब्द कामकाज भन्ने शब्द पनि अबोधा भन्ने शब्द हो है। अब हेर्नुहोस् ल, यही शब्द गोडगाड, खनजोत, कामकाजको लागि चलाएको अबोधा भन्ने शब्द अर्को कहाँ चलाएको छ बाइबलमा? प्रस्थान 8 को 1 मा जानुहोस् त। दिदी बहिनीबाट एकजनाले पढिदिनुहोस्। प्रस्थान 8 को 1। फेरि परमप्रभुले मूसालाई भन्नुभयो, गएर फारोलाई भन्, परमप्रभु यसो भन्नुहुन्छ, मेरा प्रजाहरूलाई मेरो आराधना गर्नलाई जान दे। ओके, मेरो प्रजाहरूलाई मेरो के गर्न जान दे? सेम शब्द हो अबोधा, जो खनजोतको लागि चलाएको थियो, आराधनाको लागि यहाँ चलाएको छ। केही फरक छैन, हेर्नुहोस् है। अब अर्को ठाउँमा हेरौँ, 12 को 31। प्रस्थान 12 को 31 पढिदिनुहोस्। आरोनले रातिले मूसा र हारूनलाई बोलाउन पठाएर भने, तिमीहरू र सबै इस्राएलहरू मेरा प्रजाका बीचमा निक्लेर गइहाल र तिमीहरूले भनेको मैले परमप्रभुको आराधना गर। आराधना गर। यो पनि अबोधा सेम। वर्शिपको लागि पनि त्यही शब्द छ अबोधा, खनजोतको लागि, कामकाजको लागि त्यही शब्द छ, केही पनि फरक छैन है। अब अन्तिम एउटा हेरौँ त, यहोशू 24 को 15 पढिदिनुहोस् त कसैले। यहोशू 24 को 15। तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भने त तिमीहरूले कसको सेवा गर्ने? आजै तिमीहरूले रोज कि तिम्रा पिता पुर्खाले युफ्रेटिस नदी पारी पुगेका देवताहरू तिमीहरूले अहिले बसेको देशका एमोरीहरूका देवताहरू तर म र मेरो घरवाले परमप्रभुको सेवा गर्नेछौँ। यो शब्द देख्नुभयो, सेवा अबोधा। सेवाको लागि सेम शब्द, आराधनाको लागि सेम शब्द, खनजोतको लागि पनि सेम शब्द अबोधा। यसको अर्थ के हो भन्नुहोस् त? के हो यसको अर्थ? यसको अर्थ यो, म तपाईँलाई भन्छु। यसको अर्थ यो, आदमको लागि बगैँचा खनजोत गर्नु, गोडगाड गर्नु र साँझमा परमेश्वरसँग हिँड्नु, दुईटै आराधना थियो, विभाजनै छैन। हालेलुया। त्यो संसारिक गोडगाड संसारिक र परमेश्वरको उपस्थितिमा हिँड्नु चाहिँ आत्मिक भन्ने विभाजनै छैन। हेर्नुहोस् न,
यो गहिरो कुरा छ, यो हामीले बुझ्नुपर्ने हुन्छ। हाम्रो बुझाइ कस्तो भएको छ भने नि आत्मिक हुनुको लागि चर्चभित्रकै हुनुपर्छ। हामी कामहरू है, मैले प्रभुको सेवा गर्नको लागि म इभान्जलिस्टै हुनुपर्छ, म प्रचारकै हुनुपर्छ, म बाइबल टिचरै हुनुपर्छ, म कोरस लिडर नै हुनुपर्छ, म प्रफेटै हुनुपर्छ भन्ने जुन बुझाइ छ नि यो गलत छ। त्यसै कारणले पास्टरको बोलावटै नभएको मान्छेहरू पास्टर हुँदा के गर्नु, विश्वासी कम्ती पास्टर बेसी भइसक्यो। हेर्नुहोस् है, किन भन्दाखेरि हाम्रो बुझाइ कस्तो छ भने परमेश्वरलाई खुसी पार्नुको लागि चर्चभित्रको कामहरू मात्रै गर्नुपर्छ, त्यो मात्रै आत्मिक काम हो भन्ने जुन बुझाइ आएको छ यो चाहिँ गल्ती छ। त्यति मात्रै होइन, अनि बाहिरको काम चाहिँ संसारिक मात्रै होइन कि, तर तपाईँलाई थाहा छ बाहिरको काम चाहिँ नि सबै असल पेसाहरू चाहिँ अबोध आराधना पो रहेछ। त्यो स्थितिमा चाहिँ प्रभुले आदमलाई यो पृथ्वी दिनुभएको है। अझै हामी हेर्दै जानेछौँ। अर्को कुरा हामीलाई कस्तो भएको छ भने नि वर्शिप भन्ने कुरा चाहिँ अब गाउनु बजाउनु वर्शिप भन्ने त हामीले अघि त्यसलाई संशोधन गरिसक्यौँ। अर्को वर्शिप भने के बुझेको छ भने हामीले चारदिवारीभित्र हुने गतिविधि चाहिँ ओहो यो चाहिँ पवित्र ठाउँ हो, यो चाहिँ वर्शिप हो, यहाँ चाहिँ हो, अनि लिमिट गर्छौँ। अफकोर्स हामी आइतबार भेला भएर न्यानो स्तुति प्रशंसा वचन गर्नु यो त परमेश्वरको बोलावट हाम्रो जीवनमा, तर यहाँदेखि गइसकेको जीवन र यो जीवनमा विभाजनै नहुनु पर्ने हो, छैन खासमा बिब्लिकली हेऱ्यो भनेदेखिलाई। त्यो हामीले बुझौँ। अनि हामीले के सोच्छौँ, आत्मिकताको परिभाषा हाम्रो लागि कस्तो भएको छ भनेदेखिलाई नि चर्चभित्र आउनु, हात उचाल्नु, गीत गाउनु, अनि जिउमा तातो हुनु, ओ यहाँ चाहिँ परमेश्वर हुनु, यो चाहिँ आत्मिक जीवन हो। तर बाहिर ट्याक्सी चलाउँदा ड्राइभरको सिटमा त जुनले तातो त हुँदैन नि त, तपाईँलाई हुन्छ र होइन? रेस्टुरेन्टमा त्यो कफी मेसिनको अगाडि गार गर्दा त तातो त हुँदैन नि त। तर अबोधाले के सिकायो, त्यो पनि त आराधना रहेछ र हेर्नुहोस् है, महसुस हुँदा मात्रै परमेश्वर यहाँ हुनुहुन्छ, महसुस हुँदा मात्रै आत्मिक हो भनेर सोच्नु पनि सन्डे स्कुल लेभल हो। इनफ्याक्ट परिपक्वता भनेको के हो, महसुस नहुँदा झन् होसियार हो, किनकि झन् प्रभु नजिक हुन्छ। बाइबलमा हेर्नुहोस् त कति ठुल्ठुलो मान्छेहरू परमेश्वरको उपस्थिति महसुस नहुँदा कति नराम्रो खुट्टा चिप्लेको छ। दाउदलाई हेर्नुहोस् त, परमेश्वरको उपस्थितिमा कति शक्तिशाली भजनहरू लेख्यो, कति ठुलो घोषणाहरू गर्यो, कति गहिरा इन्टिमेसी प्रेमको गीतहरू लेख्यो। एक दिन ऊ लडाइँ जानुपर्ने थियो, गएन, घरमा टेरेसमा घुमिरहेको थियो, उसले सोच्यो परमेश्वर लडाइँमा छ, यहाँ छैन, कत्रो काण्ड गर्यो। हामी क्रिस्चियनहरू नि चर्चभित्र हामीले नि तब त चर्चमा आउँदाखेरि परमेश्वरको छुवाईको अपेक्षा राखेर आउनु एकदम अनिवार्य छ, एकदम महत्त्वपूर्ण। म जहिले पनि भन्छु चर्चमा, तपाईँ हामी चर्चमा आउँदाखेरि नि हामी एक्सपेक्टेसन राखेर आउनु, प्रभु मलाई छुनुहोस्, प्रभु मलाई तपाईँको प्रेमको महसुस गर्न दिनुहोस्, यो हामी अपेक्षा राखेर आउँ। तर यहाँबाट गइसकेपछि जब त्यो माहौल हुँदैन त्यति बेला चाहिँ प्रभु चाहिँ यहाँ छैन, यो चाहिँ संसारिक ठाउँ हो भनेर चाहिँ छोडौँ हामीले, त्यो चाहिँ हाम्रो अपरिपक्वता हुँदैछ है। परमेश्वर सबै ठाउँ हुनुहुन्छ, तपाईँलाई थाहा छ परमेश्वर ओम्निसियन्ट हुनुहुन्छ, ओम्नी प्रेजेन्ट हुनुहुन्छ। आदम र हावाका लागि पाप फल खाएर रुखको पछाडि लुक्नु कत्रो मूर्खता थियो परमेश्वरबाट। आकानलाई के भनेको थियो इजरायलीहरूलाई, लुटको सामान लिएर नआउनु शत्रुहरूको, तर आकानले हेऱ्यो लडाइँ जित्यो, तर चुराहरू लडिरहेको छ भुइँमा सुनको, अनि बटुलेर प्लास्टिकमा हालेर सुटुक्कै लिएर क्याम्पमा गहिरो खनेर हारुनलाई पनि थाहा छैन, मसला पनि थाहा छैन, खुसी। तर परमेश्वरले के भने, मसला तेरो क्याम्पको मान्छेले यस्तो गरेको छ, यसकारण तिमीहरूको मान्छे लडाइँमा मऱ्यो। अनि त्यसपछि आकानलाई सजाय दिएछ। हेर्नुहोस् यहाँनिर आकानको लागि कत्रो मूर्खता थियो, परमेश्वरले देख्दैन भन्नु।